भाइ तिमी कतापट्टिबाट हो? म केटापट्टिबाट हो नि दाइ। थेट यो त वर्धमान हो त। सर अनि तपाईले एउटै स्टोरी दुईचोटि हाल्नु भएछ त नि। तैँले यसैमा दुईटा दागी लाइस् त। मैले केही भने? साथी तिमीले हिउँडेवाला सङ सुनेको? कुन चाहिँ हिउँडे हो? त्यो क्या हिउँडे हो। कुन चाहिँ हिउँडे? पख ल म सुनाउँछु। हिउँडे ओइ मासु छैन मासु? तिरै भोज हो र? अनि के हो त? मरौ हो नि मरौ। अरे यो केटी त यसलाई ढुङ्गालिदिउ क्या हो? किन के हो दाइ? अस्ति कृष्ण जन्माष्टमीमा राधा बनेर कुदिरहेको थियो, अहिले पार्वती बनेर चाक मटक मटक हल्लाउँदै हिँड्छ त। अहिले पार्वती बनेर चाक मटक मटक हल्लाउँदै हिँड्छ त।